ल आज एक साइडको लेन्ट्री टाइट गरेर सकिएछ हैन। अब अर्को साइडको चाहिँ भोलि एकादशी भइहाल्यो। एकादशीमा अब कोही आउँदैन, बजार जालन हैन। आज एक साइडको भ्याएर उहाँहरू जानुभयो। समय निकै नै टाइम पनि लाग्यो यो बनाउँदै के गर्दा त। ल आज चाहिँ अब भोलि पर्सि यताको लेन्ड्रीमा टाइट गरेपछि लेन्ड्री गर्ने, पर्सि लेन्ड्री गरेपछि अब सायद गाह्रो पनि यतातिर तुरिन्छ होला है। यी गिटी बालुवा सबै आइपुगेको छ पर्सिको लागि। गुम्बाको गेट चाहिँ रोकियो पानी परेर, त्यहाँ ओत नहुनको कारणले है। ल कामको विवरण यसरी छ। को मान्छेहरू आउनु भएको छैन, नआउनेहरू कसैले कन्ट्याक्ट पनि गरेको छैन। पैसा दिन्छ यसो ज्याला पनि दिन्छु भने छैनन् र आउनु भएको छैन। कन्ट्याक्टमा पनि नआउनेहरू निकै नै छन्। यत्रो काम भइसक्यो तर पनि मेरो पालो कहिले भनेर कसैले पनि भने छैनन्। अब गुम्बाको काम यति धेरै भइसकेको छ, श्रमदानमा हो। र केही मान्छेलाई हामीले रेगुलर आउनलाई भनेको छु, मिस्त्रीहरूलाई, हाम्रै समाजका उहाँहरूलाई अब कति हुन्छ उहाँको झारा र त्यसमा कटाएर बाँकी समय बाँकी उहाँको मजदुरी चाहिँ उहाँको लागि हामीले दिनुपर्छ है। त्यो दिनको लागि नआउने जतिले पैसा पनि अब कलेक्सन गरिहाल्नुहोस्। तपाईँहरूले पैसा दिन मन छ भने पैसा दिइहाल्नुहोस्, उहाँहरूलाई नै दिनुपर्छ हामीले। र नआउने चाहिँ अब यहाँ भन्नुपर्दाखेरि काम अहिले अलिकति छोरी मान्छेहरूको अलिक धेरै काम नभएको कारणले छोरी मान्छेहरू कोही कतिपय घरको आएको पनि छैन र कोही कन्ट्याक्टमा पनि छैनन्। कन्ट्याक्टमा नहुनेहरूले कन्ट्याक्ट गर्नु होला, मेरो पालो कहिले राखिदिउँ भनेर हैन। कन्ट्याक्टै नगरेपछि हामीले अब उहाँहरूलाई नाम लेखेर मात्रै भएन, नाम लेखेर पनि नआइदिनु हुनाले मलाई कन्ट्याक्ट गर्नको लागि भनेको छु यही भिडियो मार्फत है त। ल हजुर, पानी त यसरी हालिसी त बलियो भइहाल्यो नि है। दिनदिनै हालिराखौँ नि होइन, एक दिन हालेन नि, एक दिन हालेन कि पानी। पाइलालाई जिम्मेदेखि डेली हालेको पानी त्यसका लोन स्वाले धेरै दुःख देखायो। गुम्बामा बुढाबुढी फुट्नु त फुट्दैन, बुढाबुढी नै आउँछ। बुढाबुढी आएर पानी भिजाएको धेरै पनि काम चाहिँ अब हाम्रो तिनवटा सिलिङ बाँकी रह्यो, एउटा दुईवटा तिनवटा अनि भित्ताहरू। ल गोरु दिदी यता हेर्नुहोस्, बालुवा चालेको मर्सँग त्यो तिरमा हो कि कहाँ हो? गुम्बाको तिरमा भीमे सोल्टीले हेरिराखे रोजिना बहिनीलाई। यहाँ हाम्रो जिद्राम दाईले हेरिरहनु भएको इन्डियाबाट। होइन अर्कोले ऊ सुन खोज्दैछ बालुवामा। के हो? मान्छेको हात यो सकिन्छ आज?